तिमीले निर्धक्क भएर भन एउटा मात्रै किन? तिमीले सोधेका सयौं प्रश्नहरूको जवाफ छ मसँग। त्यसो भए तपाईँलाई भन्नु त म कस्तो देखेछु अहिले? पार्वती, यस्तो पनि सोध्ने कुरा हो त? तिमी त तिनै लोकमा आजसम्म कुनै पनि सुन्दरी छैन जसले तिमीलाई सुन्दरतामा हराओस् त्यति राम्री देखेकी छौ। मलाई कस्तो लाज लाग्यो के स्वामी, हजुरले यस्तो भनिदिनु भयो है? पार्वती, अब हजुर यो पृथ्वीमा जति पनि ब्रह्मदेवको जीवित प्राणीहरू छन् उनीहरूको संहारको भाग मेरो काँधमा भएको छ। मैले कैलाश छोडेको पनि लामो समय भइसक्यो। अब विलम्ब नगरिकन सम्पूर्ण भक्तहरूलाई, हाम्रा गन्धर्वज्यूहरूलाई एउटा मिठो भजन प्रस्तुत गर्न अनुरोध गर्दै सम्पूर्ण भक्तहरूसँगै हामी पनि छमछमी नाच्नेछौँ। मैले पनि हजुरलाई यही भन्न खोजेको है, हामी दुईजना नृत्य गरौँ है? धेरै समय भयो हामी नृत्य नगरेको। पार्वती, तिमीले जस्तो चाहन्छौ उस्तै, किनकि जुन दिन तिम्रो बाबा महतारीले कुश पानी समातेर तिम्रो हात सङ्कल्प गरेर मेरो हातमा सुम्पिनु भयो, त्यस दिनबाट मेरो आदि अङ्ग तिमी हौ, मेरो खुसी तिमी नै हौ। मलाई आइपरेका हरेक समस्याहरूको समाधान पनि तिमी नै हौ पार्वती। हुन्छ स्वामी, हजुरले जस्तो जस्तो नाच्छ हजुर त्यस्तै त्यस्तै नाच्नुहोस्। मलाई त नृत्य गर्नै आउँदैन, मलाई पनि सिकाउनु। हजुरलाई त अवश्य भक्तजनहरूलाई पनि बोलाउने हो कि? बोलाउनु न बरु, हजुरलाई आफैले बोलाउनु। हजुर त अगाडि बसेर मैले बोलाउँदा अलि तिम्रो चित्त दुख्छ कि तिमी आफै बोलाउ? दुख्दैन महादेव स्वामी, मेरो चित्त दुख्दैन। आउनु सबैजना नाच्न आउनु। बोलिए पार्वती सहित शंकर भगवान को जय। कैलासमा